consummate ease. Ironically, just like he मैदान छिरेको मात्र 45 सेकेन्ड हो साथीहरू, जसलाई संसारले इन्जर्ड भनेर हल्ला फैलाउँदै थियो उनै लियोनल मेस्सी आज आइसल्यान्ड विरुद्धको खेलमा मैदान छिर्ने बित्तिकै आफ्नो पहिलो टचमा यस्तो जादु देखाइदिए कि विरोधी टोली हेरेको हेरै भयो र अर्जेन्टिनाले खेल आफ्नो कब्जामा ल्यायो। किङ भनेको किङ नै हो, कमब्याकले साबित गरिदियो। राजा बुढो भएको छैन, राजा त विश्वकप जित्न तयार भइसकेको छ। के एउटा 8 वर्षको होचो र बिरामी बच्चा संसारकै सबैभन्दा महान खेलाडी बन्न सक्छ? आउनुहोस् गोटको बाल्यकालदेखि 2026 को यो महासंग्रामसम्मको ऐतिहासिक यात्रा आजको भिडियोमा हेरौं। यात्रा सुरु भएको थियो अर्जेन्टिनाको रोजारियोबाट। अर्जेन्टिनाको रोजारियोमा जन्मेका मेस्सी 10 वर्षको उमेरमा ग्रोथ हार्मोनको कमी हुँदा उचाइ नै बढ्न छाड्यो। उपचारको लागि पैसा थिएन, क्लबहरूले अस्वीकार गरे, तर प्रतिभालाई कसले रोक्न सक्छ र? 13 वर्षको उमेरमा बार्सिलोनाले पेपर न्यापकिनमा उनको भाग्य लेखिदियो। त्यसपछिको इतिहास त रेकर्ड बुकमा सुनौला अक्षरले लेखिएको छ। ला मासिया एकाडेमीबाट सुरु भएको यात्रा बार्सिलोनाका लागि इतिहासकै सर्वाधिक 672 गोल, 4 वटा च्याम्पियन्स लिग र संसारकै सबैभन्दा धेरै 8 पटक ब्यालन डिओर। क्लब फुटबलमा मेस्सीले जे छोए त्यो सुन बन्यो। तर मेस्सीको कथा तबसम्म अधुरो थियो जबसम्म विश्वकपको इतिहासमा उनको नाम कोरिएको थिएन। सन् 1930 मा उरुग्वेबाट सुरु भएको विश्वकपको इतिहासमा पेले र म्याराडोना जस्ता दिग्गजहरूले आफ्नो साम्राज्य खडा गरिसकेका थिए। अर्जेन्टिना 1986 को म्याराडोनाको जितपछि सधैँ प्यासी थियो। मेस्सीले 2006 र 2010 मा प्रयास गरे। 2014 मा त फाइनलको यति नजिक पुगेर पनि ट्रफी चुम्न पाएनन्। संसारले भन्न थाल्यो मेस्सी महान त हुन्, तर म्याराडोना जस्तो देशलाई विश्वकप जिताउनै सक्दैनन्। समूह चरणको पहिलो खेलमै साउदी अरबसँग हारेर ढुङ्गा लागे जस्तो भएको टोलीलाई कप्तान मेस्सीले काँधमा बोकेर लगे। हरेक नकआउटमा गोल गर्ने इतिहासकै पहिलो खेलाडी बन्दै उनले फ्रान्स विरुद्ध इतिहासकै रोमाञ्चक फाइनल खेले र अन्ततः फुटबल इतिहासकै सबैभन्दा सुन्दर दृश्य देखियो, मेस्सीको हातमा विश्वकपको ट्रफी। उनले विश्वकपमा सबैभन्दा धेरै 26 खेल खेल्ने रेकर्ड मात्रै तोडेनन्, आफूलाई निर्विवाद गोट साबित गरे। र अब पालो 2026 को विश्वकपको हो। एक सच्चा मेस्सी फ्यान हुनको नाताले अर्जेन्टिनाले नै यस पटक पनि वर्ल्ड कप जितोस् भन्ने चाहना छ। अर्जेन्टिनाले यस पटक पनि विश्वकप जित्ने 3 वटा आधारहरू यस्ता छन्। पहिलो, मेस्सीको फिट कमब्याक। केही दिन अघि ह्यामस्ट्रिङको समस्या हुँदा विश्वभरका फ्यानहरू चिन्तित थिए, तर आजै आइसल्यान्ड विरुद्धको खेलमा नक्सा बदल्दै मेस्सीले आफू 100% फिट भएको र 6 वटा विश्वकप खेल्ने इतिहासकै पहिलो खेलाडी बन्न तयार रहेको सन्देश दिएका छन्। दोस्रो, सुपर कम्प्युटरको भविष्यवाणी। युनिभर्सिटी अफ रिडिङको सुपर कम्प्युटरले 10,000 पटक गरेको सिमुलेसनमा अर्जेन्टिनालाई नै उपाधिको सबैभन्दा ठूलो दावेदार मानेको छ। तेस्रोमा, बबाल टोली र सहज समूह। टोलीमा ओटामेन्डीको अनुभव र लाउटोरो मार्टिनेज, जुलियन अल्भारेज जस्ता युवा स्टारहरूको बवाल तालमेल छ। साथै समूह जेमा अल्जेरिया र अस्ट्रिया जस्ता टोलीहरूसँग रहेकाले अर्जेन्टिना निकै बलियो स्थितिमा देखिन्छ। गरिबी, रोग, इन्जुरी र आलोचनालाई जितेर विश्व विजेता बनेका हाम्रा किङ मेस्सीले के 2026 मा फेरि ट्रफी उचाल्लान् त? आफ्नो विचार कमेन्ट गर्नुहोला। मेस्सीका कट्टर फ्यानहरूले यो भिडियो शेयर गर्न पनि नभुल्नु होला र यदि तपाईँ अरू टिमको फ्यान हुनुहुन्छ भने कुनको हुनुहुन्छ कमेन्ट गर्न पनि नबिर्सनु होला। धन्यवाद।